हेलो हेलो साथीहरू सबैजनालाई फेरि पनि मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ अब मम्मी बिहान बिहान भाँडा मस्काउँदै हुनुहुन्थ्यो कि बिहानको चिया खाएको, अनि मम्मीले भन्नुभयो खाना बना, ढिलो भइहाल्यो भन्नुभयो। बज्न पनि 10 बजिसकेको थियो कि अब 10:30 यस्तै भइसकेको थियो। अनि पछि अब खाना बनाउनु पऱ्यो भने बनाउनु, यस्तो गर्मी थियो नि, यति थियो नि साथीहरू, यस्तो गर्मी कि अब के भनिदिउँ होइन, मान्छे पग्लिने के त्यो गर्मीले। त्यस्तो गर्मी छ कि पानी पनि परेन, यति धेरै दिन भयो। कैलालीमा कहिले पानी पर्ने होइन क्या होइन। म चाहिँ खाना बनाउन पनि सकिरहेको थिएन कि गर्मीले यस्तो भइसकेको थियो। अरू दिन त बिहान नै बनाउँथेँ, आज चाहिँ अब डेडीको पनि छुट्टी होइन शनिबार, अनि डेडीले पनि खानुहुन्न नि त शनिबारको दिन। अनि पछि हामीले अलि ढिलो बनाऊ भनेर बनाएको, तर गर्मीले चाहिँ मर्नै आँटेको थियो। उसैमाथि यति गर्मी थियो नि, उसैमाथि ग्यास सकिदिएको, यस्तो दिमाग खराब भएको थियो नि। ठिक्क बनाउनलाई तरकारी भुटेको थियो, ठिक्क ग्यास सकिदियो कि, अनि ग्यास सक्यो भनेर अनि फेरि भात त पुरै काँचै के पुरै हुन्छ नि, चामल भिजिसकेको थियो कि। मलाई चाहिँ फेरि भात काँचो रह्यो भने यस्तो रिस उठ्छ नि। अब मैले भने मम्मी आगो बालिदिनु भनेर, मम्मी चाहिँ कसरी सक्यो यति छिटो, हुन पनि 1 महिना पनि भएन कि ग्यास भरेको, यति चाँडो सकिहाल्यो नि। अनि पछि फेरि हामी जहिले एउटा ग्यास एक्स्ट्रा हुन्थ्यो क्या, योपालि मात्रै के भयो एउटा ग्यास पनि राखेनौँ क्या। नत्र भने एउटा त 2टा ग्यास त हामी सँगसँगै 2टा ग्यास ल्याउँथ्यौँ कि। यसपालि अब यस्तो के, योभन्दा अगाडि ग्यास सकिएको थियो नि त, अनि पछि आधा मात्रै ग्यास ल्याएको थियौँ, अनि पछि एउटा पुरा ल्याएको थिएँ, त्यही भएर कि छिटो सक्यो सायद यसपालि। त्यही नि मैले आगोमा भयो नि, यस्तो गर्मीमा भयो नि तरकारी पकाएँ आगोमा। सो गाइस आजको लागि यति।